अब आफू त यो पार्टी हलतिर कस्तो बनाएछन् साथीभाइले भनेको राम्रो बनाएछन्, राम्रो लाग्यो हेरेर हो। अब हेरियो ओरियो अब के गर्नु, आफ्नो त अब ड्युटी किचनतिर हो, किचनतिर नगई हुँदैन होइन। अब खाने मान्छे राम्रो लगाएर सबै सिँगाएर रेडी बनाएछन्। अब म चाहिँ लाग्छु कतातिर भने किचनतिर लाग्दैछ। अब अक्टोपसहरू भराइ भयो, फ्रन्ट चिल्लीहरू सबै रेडी भयो हो। अब मेरो सेफ आउँछ, के गर्दैछस् भन्दैछ सेफले। म चाहिँ भन्दैछु भिडियो बनाउँदैछु, अनि भिडियोमा के हो भनेर हेरौँ भनेर गयो उता त्यसो। म चाहिँ लागेँ आफ्नो ड्युटीतिर, कता भने अब किचनतिर, आफ्नो रेस्टुरेन्टतिर यसो हेरौँ। अब देखाउँछु म बाहिरको रेस्टुरेन्ट भनेर गएँ। अब यो गेस्टहरू देख्नुभयो तपाईँहरू। अब म देखाउँछु बाहिरको अब रेस्टुरेन्ट हाम्रो यो चाहिँ रेस्टुरेन्ट हो, यो चाहिँ पार्टी हल होइन, यो चाहिँ रेस्टुरेन्ट हो। अघि यो पार्टी हल थियो, यो चाहिँ रेस्टुरेन्ट हो, हेर्नुहोस्। यो चाहिँ ब्रेकफास्ट खान्छन् अरू हो, फरेनरहरू आउँछन् बाहिरबाट, यहाँ हल्का रमाइलो गर्छन्, खान्छन्, उनीहरू जान्छन् उनीहरू घुम्नलाई, टुरिस्टतिर घुम्न होइन। आफ्नो चाहिँ बनाउँदै बस्दै गर्ने काम हो, मान्छेलाई खुवाउने गर्ने आफ्नो काम हो। ड्युटी त गर्नै पऱ्यो। अनि रेस्टुरेन्टहरू हेरेँ, सबै देखाएँ होइन। सबै त्यस्तै छ हाम्रो रेस्टुरेन्ट बेङ्गलोरको। यी हेर्नु, यो बफे हो, यो बफेमा चाहिँ लाग्छ अब खाना रेडी गरेर हाल्छौँ होइन। अब यो चाहिँ रेस्टुरेन्ट बसेर खाने हो, अगाडिको रिसेप्सन हो, त्यो बाटो मेन डोर त्यो हो, तर आएर मान्छेहरू त बसेर खाएर जाने जग्गा हो। यस्तै छ हाम्रो जिन्दगी, बेङ्गलोरको जिन्दगी हाम्रो होइन। नगरी हुँदैन, काम त गर्नुपर्छ। सबैको जिन्दगी यस्तै छ, कसैको कस्तो कसैको कस्तो, आफ्नो त्यस्तै छ है। साथीभाइहरू देख्नुभयो होला सबैले, यस्तै जिन्दगी हो। कुकको काम गरिँदैछ, अब हल्कासल्का अब यसो खानाहरू बनाइन्छ। अब आफ्नो जानेको सिप त गर्नै पऱ्यो होइन। अब मागेर खान मिल्दैन। हाम्रो यो चाहिँ पार्टीको टेरिस हो, यो किचन हो, यो माथिको टेरिस हो। यो चाहिँ रेस्टुरेन्टको, यो चाहिँ रेस्टुरेन्ट हाम्रो हो। यहाँ अब खान्छन् सबै नयाँ जान्छन्। यो चाहिँ हाम्रो रोयल स्टार होटल हो।